यसरी हातपात गर्नु हुँदैन, कानुनलाई प्रयोग गर्नुपर्छ, कानुनी राज्यको अनुसार जानुपर्छ र यस्तो विरुद्ध अवस्थामा रहेको मानिसले पनि त्यस्ता कुराहरू भन्नु हुँदैन र चाहिँ आफ्नो बाउ सरहको मान्छेलाई के भन्दा सम्मान सहित चाहिँ गल्ती गरे तापनि ती कुराहरूले जस्टिफिकेसन गर्नुपर्छ भन्ने एउटा अहिले समाजलाई डरो लेसनको रूपमा चाहिँ दिएको छ। हामीले सधैँ भनिरहेका छौँ जीवित चाहिँ नि भनौँ वृद्धहरू जीवित भगवान हुन्, उनीहरू सम्मान गर्नुपर्छ, चाहे बाबुआमा हुन् चाहे अन्य कुनै हुन्। त्यो अल आर चाहिँ के भन्दा रेस्पेक्टेड पिपुल अफ द सोसाइटी एन्ड फ्यामिली भन्ने कुराहरू आउँछ। दर्शकहरू यहाँलाई धेरै धेरै स्वागत छ। यतिखेर तपाईँले विभिन्न मिडिया मार्फत हामीलाई हेर्दै हुनुहुन्छ। हाम्रो बिचमा हुनुहुन्छ बौद्धिक व्यक्तित्व, राजनीतिक विश्लेषक तथा जो चर्चामा हुनुहुन्छ कृष्ण प्रसाद शर्मा हुनुहुन्छ, केपी शर्माको नामबाट पनि परिचित हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ। धन्यवाद। जय जननी जय मातृभूमि। समाजमा घट्ने घटना व्यथिति विसङ्गतिको रूपको बारेमा आफ्नो बुलन्द आवाज मार्फत चर्चामा आउनुभएका केपी सर, यहाँलाई चाहिँ आज म समाजकै एउटा घटनाबाट अगाडि बढाउँछु। हिजो मात्र जुन महाराजगञ्जमा एउटा घटना मुक्का प्रहार, यो घटनाले यतिखेर पक्ष विपक्षमा निकै तरङ्ग ल्याएको छ। यहाँको नजरमा त्यो घटनालाई कसरी लिनुहुन्छ? मूलत के छ भन्दाखेरि मान्छे एउटा विवेकशील प्राणी हो, सामाजिक प्राणी हो। मानिसबाट एउटा के भन्छ समाजमा रहेर सामाजिक रूपान्तरणको सवालमा एउटा विवेक प्रयोग गरेर आफ्नो परिवार, समाज र राष्ट्रलाई पनि रूपान्तरण गर्ने हिसाबमा चाहिँ मानिसहरू अगाडि बढेको अवस्था एकातिर हो भने मूलत त्यो घटनाको दृश्य या दुई पक्षभन्दा पनि वास्तविक घटनाको दृश्यलाई बुझ्दा समय, काल, परिस्थिति, अवस्था, उमेर, स्थिति र चाहिँ के भन्दा पहिचान, घमण्ड, अहङ्कार र चाहिँ कुपराकाष्ठा र चाहिँ के भन्दा अभिव्यक्तिलाई प्रतिवाद गर्न नसकेको र कानुनी राज्यमा उदाङ्ग भएको दण्डहीनताको चाहिँ पराकाष्ठको रूपमा मैले पक्कै पनि लिएको छु। मूलत के छ भन्दाखेरि अब मानिस गाडी चढ्छन्, घोडा चढ्छन्, साइकल चढ्छन्, हेलिकप्टर चढ्छन्, प्लेन चढ्छन्, होइन, कोही पैदल हिँड्छन्, कोही भनौँ आफ्नो जीविका चाहिँ श्रम गरेर बिताएका हुन्छन्, कहिले भनौँ आफ्नो बौद्धिकता प्रयोग गरेर बिताएका हुन्छन्, कहिले चाहिँ भनौँ जनप्रतिनिधि भएर चाहिँ देशको भनौँ देशकै सम्पत्ति लुटेर पनि अब चाहिँ भ्रष्टाचार गरेर पनि चाहिँ भनौँ आलिसान महल गागर सागर लुटेको अवस्था पनि एकातिर विद्यमान हुन्छ। तथापि रह्यो के भन्दा अब सवारी व्यवस्थापनलाई मूलत के भन्दा जबसम्म यो देशमा तपाईँको चाहिँ के भन्दा 10 लाख सवारी चल्थ्यो त्यो बेलामा बनेका बाटाहरू हुन्। बाटाको फराकिलो चाहिँ चौडाइको अवस्था पनि छैन। अहिले चाहिँ भनौँ लाखौँ लाख चाहिँ गाडीहरू चाहिँ गुडिरहेको अवस्था छ। त्यो बाटोमा डिस्टर्बेन्स छ। जेब्रा क्रसलाई पनि मानिसले चाहिँ के भन्दा त्यति प्रयोग गर्न चाहिँ अल्छी मानेको अवस्था पनि छ। यत्र तत्र सर्वत्र चाहिँ विभिन्न बाटो बनाउने नाममा चाहिँ भनौँ पल्युसनका हिसाब किताबले मानिसको स्वास्थ्य पनि खराब भएको अवस्था पनि एकातिर छ। यसै गरी चाहिँ के भन्दाखेरि अब त्यो विभिन्न खालका मानिसहरूले चाहिँ बाटोमा चाहिँ के भन्दा एउटा चाहिँ भिख माग्नेको हिसाबमा प्रस्तुत भएर चाहिँ त्यो एउटा चाहिँ भनौँ सामाजिक चाहिँ भद्दापनको परिस्थिति पनि गरेको अवस्था छ। त्यो अवस्थालाई नगरपालिका, स्थानीय सरकार, अब केन्द्रीय सरकारले एउटा व्यवस्थापन गर्न सकेको अवस्था पनि छैन। साँच्चै गरिब छन्, दुखी छन्, भिख मागेरै जीवन बिताउनु परेको छ। घाँसबास कपासको चाहिँ समस्या छ भने अब धर्मशालाका कुरा हुन्छन्, एउटा भण्डारणका कुरा हुन्छन्, बाँच्नु पाउने अधिकार त राज्यले सुरक्षित गर्न पर्ने हो। त्यसमा न त केन्द्रीय सरकार नै जिम्मेवार भयो, न प्रदेश सरकार जिम्मेवार भयो, न स्वयं नगरपालिका पनि जिम्मेवार भयो। स्थानीय तह पनि फेलियर भएको अवस्थामा त्यहाँ बाटो काटेको हिसाबको कुरा पनि आयो। एउटा वृद्धले चाहिँ एउटा गाडीमा चाहिँ छोएको अवस्था भयो। त्यो गाडीमा छोएको अवस्थामा चाहिँ के त भन्दा गाडी त भनौँ कच्चा कुचु कुच्चिएको अवस्था त होइन। त्यसरी चाहिँ एउटा जो सब वृद्ध अवस्थामा रहेको व्यक्तिलाई गाडीबाट भनौँ ओर्लेर सम्झाउनु राम्रो पक्ष हो भने एकैचोटि हात हालेर घच्चाएर होइन कुटपिट गरेर त्यो चाहिँ दृश्य जुन एउटा भनौँ अहिले सामाजिक सञ्जालमा आयो, यो अत्यन्त खेदपूर्ण छ, अत्यन्त चाहिँ आक्रामक र चाहिँ विवेकहीनताको पराकाष्ठाको रूपमा मैले यसलाई विश्लेषण गरेँ। मैले भने जस्तो जो जतिखेर पक्राउनु पर्नु भएको छ, उहाँको स्वयं साली पनि सँगै गाडीमा हुनुहुन्थ्यो, उहाँले भन्नुभएको छ जो बाटोमा हिँड्ने होस् अथवा उहाँले चाहिँ जड्याएको रूपमा उहाँले भन्नुभएको छ, जाँड खाएको थियो, उसले हाम्रो गाडीमा थुक्यो, हामीलाई शराब दियो, त्यस कारणले पनि आवेगमा आएर चाहिँ उहाँले कुट्नुभयो। त्यो चाहिँ कुट्नु हाम्रो पनि गल्ती भयो भने जस्तो उहाँले भन्नुभएको छ। वास्तवमा के छ, आवेगको कारणले मूलत के भन्दा आवेग र आवेश
उत्तेजनात्मक परिस्थिति भयो, अब रिस्क उठेको बेलामा बाहुनले भेद पर्दैन भन्ने एउटा भनौँ उखान पनि छ। रहेको कुरो के त भन्दा ल आफ्नो एउटा गाडीमा मूलत के भन्दा जुन एउटा व्यक्ति देखिएका छन् वृद्ध अवस्थामा रहेको ती व्यक्तिहरूको चाहिँ अब त्यसले मादक पदार्थ सेवन गरेका थिएनन् भन्दा मेडिकल रिपोर्टले देखाउने कुरा हो। दोस्रो कुरो के भन्दा ती व्यक्ति पनि अब के भन्दा जेब्रा क्रसको हिसाब पनि थिएन, त्यहाँ गाडी रोकिएको अवस्थामा कताबाट बाइ द वे आएको अवस्थामा चाहिँ के भन्दाखेरि उनले चाहिँ नि भनौँ एउटा जेब्रा क्रस नगर्नु र गाडी चाहिँ केही अडिएको अथवा स्टप भएको बेलामा त्यो खालको चाहिँ नि गाली गलोचका कुराहरू गरेका थिए भने उनलाई चाहिँ के भन्दा नियन्त्रणमा लिएर सम्झाएर अनि भन्दा यो त कानुन त प्रभावित हुन्छ नि, कसैले कसैलाई थुक्न अथवा गाली गलोच गर्न अथवा कोर्के आँखाले हेर्नसम्म चाहिँ हुँदैन भने त्यो कानुनी प्रावधान पनि एकातिर छ। प्रहरीको चाहिँ अब एउटा अहिले त सजिलो छ, 100मा नम्बरमा निःशुल्क चाहिँ 100मा चाहिँ हान्दा बित्तिकै प्रहरी 5 मिनटमा अपडेट चाहिँ घटनास्थलमा आइ नै पुग्छ होइन। यो कुरालाई के भन्दा एउटा चाहिँ सामाजिक एउटा भद्दापनको अवस्था चाहिँ देखियो हेर्नुहोस् होइन। रहेको कुरो के भन्दा गाली गलोचको अवस्था थियो भन्दा पनि अब सम्झाउने बुझाउने उनले गरेका चाहिँ गल्ती कमजोरीलाई चाहिँ अब कानुनी रूपमा जान पनि सकिन्थ्यो, सम्झाउन पनि सकिन्थ्यो। उनको मानसिक अवस्था के थियो, मानसिक अवस्था सन्तुलन घुमेको अवस्था थियो कि मादक पदार्थ खाएको अवस्था थियो कि ती खालको पनि एउटा जस्टिफिकेसन हुनुपर्ने हो। तथापि चाहिँ 81 गएर चाहिँ के भन्दा त्यो भनौँ सामाजिक रूपमा त्यसरी कुटपिट गर्नु चाहिँ यो चाहिँ घटना चाहिँ निन्दनीय घटना नै हो। तथापि फेरि उहाँको साली जुन फेरि चाहिँ छेउछाउमा गएर तन जुत्ता हानु भन्ने खालको चाहिँ प्रतिवाद भएको हुनाले यसलाई के भन्दा एउटा संयमता गुमाएर आवेशपूर्ण परिस्थितिमा यो अवस्था भएको हो। यस्ता कुराहरू यो घटनाले भावी दिनहरूमा चाहिँ के भन्दा हातपात र गर्नुको सट्टा भनौँ के भन्दाखेरि यसलाई चाहिँ कानुनी बाटो रोजेर समाजलाई रूपान्तरण गर्ने कुरामा यसबाट सबैले शिक्षा लिनुपर्छ जस्तो मलाई लाग्छ। गल्ती कसको कमजोरी कसको भन्दा पनि अब त्यो बेलामा चाहिँ नि वृद्धहरू त्यो ठाउँमा आउनु त अब तिनले अब थुक्नु अथवा त्यो एउटा नकारात्मक दृश्य देखाउनु, त्यसपछि गएर के भने उसलाई छोपेर के गर्न खोज्नु भयो तपाईँले भन्नुपर्ने अवस्था हुन सक्थ्यो। एकैचोटि मुक्का हान्दाको अवस्थाले अलिकति के भन्दाखेरि चाहिँ उच्छृङ्खलता आवेशलाई रोक्न नसकेको अवस्था हो जस्तो मलाई त्यो घटनाले यो घटनाले एउटा परिवारलाई एउटा मान्छे मारेको भन्दा बढी दोषी बनाइयो। हाम्रो परिवारलाई सबैले चाहिँ सामाजिक सञ्जालमा गालीको वर्षा गरियो, उहाँले मान्छे त मार्नु भएको थिएन भन्नेसम्म कुरा आएको छ। होइन उहाँले यस्तो हो, उहाँले यो फिलिङ गर्ने के त भन्दा रियलाइज मानिस किन भन्ने भन्दा मान्छेले आफ्नो गल्ती कमजोरीलाई के त महसुस गर्छ, रियलाइज गर्छ, प्रायश्चित्त गर्छ। ठिक छ, त्यो आवेशपूर्ण घटनाहरू घटेमा भन्दैमा चाहिँ अब मुक्का हान्ने अथवा त्यो चाहिँ चेलीप्रति अब विभिन्न खालको नकारात्मक टिका टिप्पणी गर्न भन्दा पनि यस्ता कुराहरू पुनः दोहोरिनु हुँदैन। किन केही भनौँ तपाईँको चाहिँ केही न केही भनौँ बाक अथवा चाहिँ एक्सन नभए भने त रियाक्सन हुँदैन। अब एक्सन त स्टार्टिङ एक्सन त कसले गर्यो भन्दा त्यो वृद्ध व्यक्तिबाट भएको छ नि त। वृद्ध भन्दैमा जे पनि गर्न पाइन्छ भन्ने पनि छैन नि, के पागलपन हुनु पर्यो, मानसिक विचलन भएको हुन पर्यो। स्टार्टिङ गल्ती कसरी हो हाम्रो इन्भेस्टिगेसनले के भन्छ भन्दाखेरि स्टार्टिङ पोइन्ट तपाईँले मलाई गाली गर्नु हो भने त मैले तपाईँलाई गाली गर्न फर्स्ट मिस्टेक तपाईँ हो। तपाईँले मलाई मुक्का हान्नु हो भने पहिलो तपाईँले स्टार्ट तपाईँले गर्नु हो नि। स्टार्ट यो चाहिँ घटनाको कारक तत्त्व भनेको त्यो वृद्ध सम्मानित व्यक्तित्व हुनुहुन्छ होइन। चाहे उहाँले रक्सी खाएर गर्नुहोस्, चाहे आवेशमा गर्नुहोस्, चाहे मानसिक सन्तुलन भएको असन्तुलित अवस्थामा गर्नुहोस्, उहाँको विवेकले त के भन्दा त्यो घटना त जन्मायो नि त। हामीले बुझ्नु त जन्माइसकेपछि कसैको गाडीमा थुक्नु, कसैले चाहिँ के भन्दा अपाच्य शब्द प्रयोग गर्नु त्यो त कानुन त गलत हो नि त। श्राप दिनु हो, त्यो भन्नु त गलत हो। गलतलाई त गलत भन्नु पर्यो। त्यहाँ त यहाँ त वृद्ध भनिएका व्यक्तिको पनि अब त्यहीँ पनि एउटा के भन्दा भनौँ अलिकति युवा हट्टाकट्टा हुन्थ्यो भने त्यो अर्कै खालको प्रतिवाद हुन्थ्यो। यहाँ त वृद्धप्रतिको चाहिँ के भन्दाखेरि सहानुभूति भनौँ सामाजिक सञ्जालका विभिन्न व्यक्तित्वहरूले सामाजिक सहानुभूति दर्शाउनु स्वाभाविक हो। तर दर्शाएको पछाडि वृद्धबाट नै के भन्दा घटनाको चाहिँ स्टार्टिङ भयो नि त। त्यो स्टार्ट भएको हुनाले उहाँको चाहिँ नि गल्ती नभएको होइन, तर गल्ती त उहाँबाट भयो भने ती युवाहरूले एकैपटक गएर चाहिँ त्यो मुक्का चाहिँ मुक्का नहान्नु पर्दथ्यो भन्ने एउटा अब प्रहरीले पक्राउ गरिसकेको छ। यो घटनालाई अब कसरी अगाडि बढ्छ सर कानुनी रूपमा? के भन्दा यो घटना के छ भन्दा यो गाली बेइज्जतीका कुरा पनि प्रभावित हुन्छन्, सार्वजनिक अभद्र व्यवहार। यो खास चाहिँ मूलत के छ भन्दाखेरि अभद्र व्यवहार। पहिला सार्वजनिक अपराध भन्ने
चाहिँ नि विभिन्न चाहिँ घटनालाई 24-25 दिनसम्म राख्नको लागि सार्वजनिक अपराध ऐन अन्तर्गत चाहिँ नि भनौँ फौजदारी आचार संहिता अन्तर्गत कारवाही हुन्थ्यो भने अहिले चाहिँ अभद्र व्यवहारको रूपमा अहिले प्रहरीले अनुसन्धान गर्छ। प्रहरीको अनुसन्धानले यसलाई 24 दिनसम्म हिरासतमा अनुसन्धानमा लिएर बयान घटनास्थल प्रकृति बुझ्ने जान्ने यावत कुराहरूलाई चाहिँ इन्भेस्टिगेसन गरेपछि 24 दिनसम्म राख्ने अहिले चाहिँ एकैपटक पाउँदैन। अब 7 दिन 4 दिन 5 दिन गराएर म्याद थप गरेर चाहिँ यो चाहिँ विशेषतः जिल्लाको चाहिँ न्यायाधीशको रूपमा रहेको जिल्ला प्रशासन कार्यालय भनौँ जिल्ला प्रशासक अधिकारी सिडिओ साहबले चाहिँ यसको किनारा लगाउने चाहिँ परिपाटी चाहिँ अहिले डेभलप भएको अवस्था छ। यसमा चाहिँ के भन्दा समझदारीको हिसाबमा हो भने 2 दिनमा पनि के हुन्छ भन्दाखेरि त्यो 25-24 दिन राख्नुपर्छ भन्ने पनि छैन। यसमा क्षतिपूर्तिको कुरा केही हुन्छ कि अनि क्षतिपूर्तिमा चाहिँ के हुन्छ भन्दाखेरि अब हेर्नुहोस् अब कुनै क्षति भएको अवस्था हो भने त जस्तै गाडी नै कुच्चिएको अवस्था हो अब त्यो गाडीको चाहिँ अब 2-4 लाखै पर्ने चाहिँ क्षति भएको अवस्था देखिन्छ भने त क्षतिपूर्तिको डिमान्ड हुन्छ पाउने अवस्था। मुक्का खानेको घाउ चोट भने उनलाई के भन्छ पहिला मेडिकल हुन्छ कोही बनाउँ यसरी हान्दाखेरि मुटुकमा कुनै असर परेको छ कि होइन वृद्धजनको अवस्थामा त्यो एउटा मेडिकल टेस्टेडबाट चाहिँ उसलाई उपचार गराउनु पर्ने चाहिँ नि भनौँ मुक्का हान्नेले चाहिँ पर्छ हेर्नुहोस् होइन। अन्य चाहिँ के भन्दाखेरि अन्य चाहिँ कुनै अब त्यसमा लुटपाटको त घटनाक्रम त छैन भने क्षतिपूर्तिको व्यवस्था हुन्छ। तर यो चाहिँ अभद्र व्यवहारमा प्रहरीले अनुसन्धान गरेर टुङ्ग्याउँछ। यसमा मूलत के छ भन्दा सानो कुरा हो तर के सानो कुरा भयो भने भन्नु त मिल्दैन। आगोको सलैको काँटी त सानो हुन्छ तर त्यो काँटीले त घर र चाहिँ के भन्दाखेरि जङ्गलै जलाइदिन्छ भने यो चाहिँ एउटा यसरी हातपात गर्नु हुँदैन। कानुनलाई प्रयोग गर्नुपर्छ, कानुनी राज्यको अनुसार जानुपर्छ र यस्तो विरुद्ध अवस्थामा रहेको मानिसले पनि त्यस्ता कुराहरू भन्नु हुँदैन र चाहिँ आफ्नो बाउ सरहको मान्छेलाई के भन्दा सम्मान सहित चाहिँ गल्ती गरे तापनि ती कुराहरूले जस्टिफिकेसन गर्नुपर्छ भन्ने एउटा अहिले समाजलाई दरो लेसनको रूपमा चाहिँ दिएको छ। हामीले सधैँ भनिरहेका छौँ जीवित चाहिँ नि भनौँ वृद्धहरू जीवित भगवान हुन्, उनीहरू सम्मान गर्नुपर्छ चाहे बाबुआमा हुन् चाहे अन्य कुनै हुन्। त्यो अलआर चाहिँ के भन्दा रेस्पेक्टेड पिपुल अफ द सोसाइटी एन्ड द फ्यामिली भन्ने कुराहरू आउँछ। त्यसले गर्दाखेरि यसलाई के छ भन्दा ठिक छ यसबाट प्रेरणा दुवै पक्षले प्रेरणा लिए पक्ष र विपक्ष भन्दाखेरि हकीकत के भन्दा भावावेशपूर्ण कुरा हो। किन झगडा किन हुन्छ भन्दा रिसलाई कन्ट्रोल जसले रिसलाई कन्ट्रोल गर्न सक्छ जसले त्यो रिसलाई चाहिँ पचाउन सक्छ र त्यसको चाहिँ भनौँ वार्ता अथवा भनौँ बातचितबाट भनौँ कुराबाट विवेकबाट तर्कबाट समाधान गर्न सक्छ त्यही नै महानता हो। किन भन्दाखेरि तपाईँ रिस र आवेगले मान्छेले के गर्छ भन्दा जहिले पनि के भन्दा गिराउने काम गर्छ। रिस र आवेग र घमण्डलाई कन्ट्रोल गर्नु पर्छ किनभने यो शरीर त केही छैन। आज तपाईँ जवान हुनुहुन्छ भोलि चाहिँ वृद्ध हुनुहोला। आखिर जन्म र मृत्यु शाश्वत छ। त्यो वृद्ध भएको उमेर त्यो हामीले पनि गुजार्नुपर्छ भनौँ त्यो उनीहरूले सबैलाई सम्मान गर्नुपर्छ। कोही निमुखा छ अथवा वृद्ध छ अथवा आफूभन्दा कमजोर छ भनेर उसले गल्ती गर्यो भन्दैमा पिटिहाल्ने झम्टिहाल्ने भन्दा पनि अब कानुनी उपचार गर्नुपर्छ। किन हामी त मानव हौँ। अब के त जङ्गली जनावर जस्तो चाहिँ झगडेर एक अर्कोलाई चाहिँ चिथर चाथर गरेर गर्ने त अवस्था बन्दैन। अब यो घटनामा जस्तो जो पीडित भनिएका जुन मुक्का खाने व्यक्तिको परिवार आएर अन्य केही कसुर अथवा अझै अन्य विषयमा मुद्दा हाल्न सक्ने सम्भावना के रहन्छ यसमा? होइन पीडितको परिवारले त अब मुद्दा हाल्न सक्ने अवस्था त केही पनि बन्दैन किन प्रहरी त अनुसन्धानमा लिइ नै सक्यो। अब ती चाहिँ युवालाई लिइसकेपछि अभद्र व्यवहार सायद मलाई लाग्छ अभद्र व्यवहारमा चाहिँ मुद्दा भनौँ दायर भएर अगाडि बढिसक्यो। अब के भन्दाखेरि यसलाई चाहिँ नि एक आपसमा सहमति अथवा चाहिँ केही चोटपटक लागेको छ भने क्षतिपूर्ति र गरेर चाहिँ एकअर्कामा चाहिँ अब उपरान्त गल्ती कमजोरी हुने छैन भनेर एउटा मेलमिलाप गरेर चाहिँ यो मुद्दा मिसिल टुङ्गाएर आफ्नो बाटो लाग्ने एउटा चाहिँ निराकरण बन्छ। तर घटना सानो भए तापनि समाजमा यसले अलिकति के भन्दा को गल्ती के भनौँ को सही को गलत भन्ने कुराहरूलाई जस्टिफिकेसन भन्दा पनि यसमा भावावेश आवेग उत्तेजना रिसलाई कन्ट्रोल गरेर गल्ती गर्नलाई कानुनी चाहिने उपचारमा हामी जानुपर्छ। चाहे ठुलो घटना होस् चाहे सानो घटना होस् यसमा अलिकति हामी संयमता हरेक व्यक्ति हरेक नागरिकले चाहिँ संयमता अपनाउनु र कानुनलाई अवलम्बन गर्नु र कसैमाथि गल्ती गरेको मौखिक रूपमा गल्ती गरेका छ कानुन प्रभावित हुन्छ भनौँ भौतिक रूपमा गल्ती गरेका छ त्यो पनि कानुन प्रभावित हुन्छ। त्यसैले हामीले कानुनी राज्यलाई सम्मानजनक अवस्थामा अगाडि बढ्ने एउटा दरो लेसन चाहिँ यसले शिक्षा दिएको छ। समाजमा यो घटनाले कस्तो प्रभाव पार्यो सर? समाजमा हेर्नुहोस् त एकछिन एउटा भिडियोले सामाजिक सञ्जाल र मिडियाको भनौँ यति एउटा सानो घटनाले यही घटना हेर्नु न पशुपतिमा अब त्यहाँ एउटाले केटी जिस्कायो। अब त पुलिसको चाहिँ अब त्यहाँ भनौँ
क्या मर्ता क्या कर्ता यार दुईजना के प्रहरीहरू छ अब उसले चाहिँ नि हातमा लट्ठी भएर यसो चाहिँ नि पन्छाइ पुन्छाइ गर्ने अवस्थामा अब मुक्का हानिहाल्यो भनौँ अब त्यहाँ प्रहरीले जाति गरौँ यहाँ गएर चाहिँ पुरा सङ्गठनमाथि नै तपाईँ यो प्रकारको चाहिँ के भन्दा त्यो अवस्था तोल दुईवटा पुलिस एउटाले चाहिँ मुक्कै नै हानेको छ नि त भने अब त्यहाँ प्रहरीको पनि गल्ती होला उसको पनि गल्ती होला त्यो कुरालाई यति चाहिँ अतिरञ्जित भएर यो विश्व भाइरल गर्ने अवस्था हो त्यही भएर हामीले सानो घटनाहरूलाई यो समाजलाई अब अथवा कुनै सङ्गठनलाई असर पर्ने कुराहरूमा त्यसलाई विवेचना गरौँ अब भनौँ कहिले प्रहरीको दोष भन्छन् कहिले चाहिँ भनौँ मुक्का भनौँ खाने केटाको दोष भन्छन् यहाँ पनि अब के त भन्दा सुरुवात कसले गर्यो घटना कसरी घट्यो यी कुराहरूलाई हामीले बुझ्नुपर्छ सानो कुराले हुन त सानो कुरा भनेर हामीले नजरअन्दाज गर्दै भने त सानो कुराले चाहिँ मनोबल बढेर चाहिँ अर्को ठुलो गल्ती पनि गर्न सक्ने चाहिँ के भन्दाखेरि एउटा हौसला मिल्छ यस्ता कुरा त ब्रेक हुनुपर्छ तथापि चाहिँ के भन्दाखेरि यी कुराहरूलाई सोसाइटीले र सामाजिक सञ्जालले पनि यसलाई चाहिँ अलिकति चाहिँ नि संयमित र हकीकत तरिकाले चाहिँ यसलाई चाहिँ पस्किनुपर्छ जस्तो मलाई लाग्छ हेर्नुहोस् हुन्छ सर यो घटनाको विषयमा आफ्नो विचार महत्त्वपूर्ण राखिदिनु भयो यहाँलाई विशेष धन्यवाद धन्यवाद जय जननी जय मातृभूमि